त कालो पलाउँटी आयो त म त। हेलो गाइज, हामी चाहिँ फाइनली लौके झर्ना आइपुग्यौँ। हेलो गाइज, स्वागत छ तपाईँहरूलाई आज यो न्यू ब्लगमा है। तपाईँहरू सन्चै आराम हुनुहुन्छ भन्ने आशा गर्छु। म पनि सन्चै छु। अनि आज चाहिँ हामी जाँदैछौँ लौके झर्ना घुम्नलाई है। त्यो चाहिँ नुवाकोटमा छ। अनि मेरो साथी शर्मिला अनि मेरो साथी अरुण अनि समीक्षा, हामी जान भएर जाँदैछौँ। आज हामी एउटा असल मित्रताको भएर है, यस्तो नराम्रो नसोच्नु होला। अनि लेसी आज ब्लग कस्तो हुन्छ है। अनि फर्स्ट टाइम जाँदैछौँ, सो हेरेर ब्लग हेरेर साथ सपोर्ट गर्नु होला। जानु नि अगाडि। यता यस्तो जाडो हुन्छ यस्तोमा हुँदैन त। अनि फलाम तिमीहरू त कडा भइहाल्यो नि। पाइपहरू छ अरे अफरोडमा जानु सक्दैन चिप्लेर। त्यो पनि हुन्छ होइन पा यो पो हो त होइन। घर त गएन नाटक गरेर होला आइरहेछ। एउटै बाटो त के भयो के भयो त गाह्रो छ हो। सर्भिसमा चेक गरेर ल्याउनु पर्थ्यो। अब यता ग्यारेज छैन। स्टार्ट बन्द गरेर ओह्रालोमा न्युट्रल समस्या हेर्ने नि सुरु कुदिहाल्छ। त्यही हो
रेकर्डिङ हेर्छ हावाको बेगमा मायाको रङ्गमा हराउँदै जाँदैछु किन किन लाग्दैछ मन त्यतै भाग्दैछ आइदे हुन सम्हाल कस्तो अनि ऊ कुलर साउन्ड आएको तपाईँको अन्त केही छैन किनेदिन सर्भिसिङ हानेकै छैन कालो र ओह्रालो मर्ने छ के खस्यो गमै कि त्यही समात्यो त्यो अगाडि ल्याएपछि त्यो देख्छ टाढाबाट त्यस्तो देख्दैन यो घाँस देखेर यतै बिगाएर जानुपर्छ आज भन्दै थियो अनि यो घाँस कस्तो हाम्रो गाउँतिर कति काट्छ त होइन है काट्छ शर्मिलाको कताको छ अरे पहिले हजुर कताको छ अरे के भन्नुभएको हजुर शर्मिला पब्लिक कताको छ अरे पब्लिक नगर्ने थियो क्या उसले दैले किन बेच्नु राखेको सानो घरमा छ सानो छ अरे ठुलो छ अरे धेरै माइ जानुपर्छ अनि अरे सरेन अरूले के भने अरू नुहाकोटे सामने सकिँदैन मिलाइदिनु त खोइ म देख्दिनँ त यता गएर खोजौँ न उद्या अहिले मलाई चाहिँ मिलाइदेऊ न अरू त अड्केर फेरि जान्छ भने जाने त उसको खुसी होइन जहाँ उसको खुसी हो त्यही मलाई म अब त्यसो भने म रोप किन्दिनँ यति भनिसकेपछि चाहिँ किन्दिनँ यति भइसकेपछि चाहिँ रोप किन्दिनँ भनेर अब जानु मन छ भने त जसरी रोकेर पनि जान्छ नि त ए नजाउँ भनेको भन्दा ए बाबा त जाने मान्छेलाई किन रोक्ने क्या म त उल्टै गाडी बोलाएर पठाइदिन्छु केटाहरू त यस्तै हुन्छ नि कहिले हो नि त ब्लग बोल्नु ल हेलो कस्तो कालो कलौटी आयो त म त हेलो गाइज हामी चाहिँ फाइनली लौके झर्ना आइपुग्यौँ होइन यहाँदेखि शर्मिला हाई गरिदेऊ हेलो लौके झर्ना छाडा रे यता हो यता चाहिँ फोटोसुट चलिरहेछ यता छ हाम्रो अरुण यता छ हाम्रो लुक्का साथी फाइनली कसम भनेको कस्तो रमाइलो हो लिनु त ओ माई गॉड यति राख्नु होला यति राख्नु अनि आम्खाला न हो त्यहाँ टेकेर डेन्जर पो छ होला दोस्त हिँड्नै सकेन कि हो दुईजनै झर्नमा आएको पानी परेर बिजत भएको होइन
गाडी बाइकमा त्यस्तो भइहाल्छ म यहाँ भने यो फोटो पानी छाता छिटो आउन त यो त्यो थियो लाग्यो अब अगाडि बोलिदिनु त्यो नपराउनु पऱ्यो के बिहे गर्ने आफूलाई अघिलाई बिस्ताउने उसले त गरिदिइहाल्छ कस्तो साह्रो जाने आमा Dari tahan. Sandini lah, Sandini ho. Yo po, ito para na. Bisa जाने पागल जस्तो हाँसी हाँसै गर्छ यताको झर्ना पो राम्रो छ हौ बरु झर्नै झर्ना बरु यतातिर कति जाडो भयो होला जाडो त हुन्छ त घुम्न आएको यति पनि नभए त के गर्नु हौ बाटै नदेख्ने नि कस्तो पिरो सो काठमाडौँ फाइनली हामी पुग्यौँ हेर्न सक्नुहुन्छ त्यसले चाहिँ पानीले ल्याङ गरेको छ गाह्रो त छ